आमाको भ्लग बनाउन गइरहेको छु। तपाईँहरूलाई कस्तो के लाग्छ भनिदिनु होला है। भन्नु त आमा, तपाईँ कति वर्ष हुनुभयो? 5 वर्षको हुनुभयो अरे। आमा चाहिँ के भन्छ भने 5-6 वर्ष अगाडि नै आमाको चाहिँ अब आगो ताप्ने क्रममा चाहिँ आमाको जिउ डढेको थियो। अनि एकपल्ट तिख्राहरू चाहिँ एकदम डढेर 2 वर्षसम्म त ओछ्यानको ओछ्यानी बस्नु भएको थियो। अहिलेसम्म पनि घाउ त अलिअलि निको भइसक्यो, हिँड्न सक्नुहुन्छ। अहिले चाहिँ चेत छैन कि आमाको। अलि के बोल्नुहुन्छ अहिले, घरि के बोल्नुहुन्छ, घरि के बोल्नुहुन्छ। आमासँग कुरा गरौँ। सबैलाई नमस्ते, हेलो हेलो भनिदिनु त। भनिदिनु नमस्ते हेलो हेलो। सबैजना सन्चै हुनुहुन्छ भन्नु त। सन्ता हुन्छ। तपाईँ कति वर्ष हुनुभयो रे आमा, भनिदिनु त एकचोटि। 5 वर्ष। 5 वर्ष हुनुभयो नि। 5 वर्ष। अनि तपाईँ बिरामी भएको कति वर्ष भयो? 7। भाइको सानो भाइको भाइ थियो 8 वर्षको। 8 वर्ष भयो बिरामी भएको तपाईँ? 8 वर्ष भयो भन्नुहुन्छ, घरि के बोल्नुहुन्छ। आमाको चाहिँ खासै चेत छैन। होइन, 8 वर्ष त भइगयो 7-8 वर्ष 9 वर्ष भयो तपाईँ बिमारी भएको। अनि यहाँ चाहिँ के भन्छ अरे, सबैले देख्छन् क्या, हेरिराखेका छन् सबैले। आज चाहिँ म तपाईँहरूलाई खास गरी म चाहिँ उहाँ चाहिँ हाम्रो दिदीको सासू हुनुहुन्छ। म चाहिँ दिदीको गाउँमा आएको छु क्या। अनि दिदीलाई यसो सघाउन आएको। अनि आमाको नि यसो भिडियो बनाइदिएको कि मैले चाहिँ। तपाईँहरूलाई के कस्तो लाग्छ भनिदिनु होला भनेर म यति नैमा राख्न चाहेँ।